के को यो ढेँडो? यो मकैको र फापरको। मिठो हुन्छ नि हैन? अहिले खाएपछि त्यसले बताऊ। किन भन्दा नि अहिले नै भन्नु परेन। अहिले खाएपछि त्यो मुखले बताऊ। मिठो हुन्छ कि के हुन्छ हैन? जिब्राले बताऊ। फापरको र के को अरे यो? कोदो? मकैको। मकै र फापरको? ठिक छ। के ढेँडो र सिस्नु आज? सिस्नु हो? सिस्नु आज? सिस्नु तरकारी। ढेँडो र सिस्नु आजको स्पेसल हाम्रो परिकार। एकदम मिठो हुन्छ आज। आजको परिकार चाहिँ धेरै स्पेसल छ। गाउँको अर्ग्यानिक सिस्नु र अर्ग्यानिक मकै र फापरको ढेँडो। आज चाहिँ औँला चाटी चाटी खानुपर्छ आज खाना। कसले पकायो भनौँ भने शिवको बाजे पकायो। ल ल ल होइन नि होइन के चाहिँ लाग्छ त्यसो खाएर मजा भइरहेछ रमाइलो भइरहेछ ल ल पस्किनु रमाइलो बुढोलाई ढेँडो खाँदिन पाउँदा म नरमाइलो म रुन्छु ल ल ल एकदम आजको परिकार हाम्रो एकदम स्पेसल छ यो फापर र मकैको ढेँडो अनि यता सिस्नु सागको तरकारी र यता सिस्नु छ यो सिस्नु होइन आमा सिस्नु हो नि होइन ल यो सिस्नु अर्ग्यानिक सिस्नु ल हालिदिनु त ल ल सिस्नु अनि खुर्सानी हालियो खाइन्छ कि खाइदैन खुर्सानी नखाने बा खुर्सानी अलि मलाई अलि चिसो लागिरहेछ त्यही भएर खुर्सानी चाहिँ नखाउँ होला तरकारी यसैमा हाल्नु त्यस्तो कचौरा चाहिँदैन यसैमा हाल्नु छ किन यो छुट्टै छुट्टै परिकार भन्दा यो सिस्नु कस्तो भयो थाहा छैन पर्दैन आमा यतिकै ठिक छ ल भयो ल बस धन्यवाद ल बाल चाख्नु ल खाइहाल्नु त उति बालै नै हालिदिनु न बालै कचौरामा म नखाने यतिकै ठिक हाल्नु ल ल बा खानु ल सुरु गरौँ ल बा कस्तो छ बा एक टेस्ट हानेर चाहिँ यसो प्रतिक्रिया दिनु न कस्तो लाग्यो तपाईँलाई कस्तो छ मिठो छ बा ल एकदम तपाईँ कतिखेर हो त म सुरु गरौँ त ल तपाईँ मेरो लागि क्यामेरा समाउनु त्यसो भए म एक दुई गाँस खान्छु म त्यो नछेक्नु त्यो चाहिँ आँटिँदा देखाउनु एकैपट्टि तल देखाएको छैन यी तपाईँको खुट्टा ऊ तपाईँको खुट्टा तपाईँको हात अनुहार नै देखाउनु पर्यो ल यहाँ देखाउनु त ल चट्टै मर्नी भयो आज चाहिँ परिकार एकदम मिठो अर्ग्यानिक तातो चिसो टक्क हो के हो आन्द्रासँगै त्यो तातो गाथा पायो